Hi guys, welcome back to my channel. This is Ankita Sakya and this is Jasmine Alimagar. Wait, okay. के भयो बुके यसले गरेर हो क्या बुके लिन खोजेको हैन यसले मलाई थाहा थिएन नि त काम पाउँछ भनेर अनि यसलाई थाहा थियो त्यही पनि यसले भनिन क्या अनि अब यतिकै खालिया जाँदै थियो लिङ्किङ भएर सबैले बुके बोकिरहेको हुन्छ त चाहिँ यतिकै फोटो खिचेर बस्नु साथीहरूले बुके लिएर आयो त्यसैमा फोटो खिच्ने गाइज हेर्नु यस्तै खालको थियो बुके पनि मागी मागी हुन्छ यहाँ अनि यहाँनिर हामी चाहिँ जाँदैछौँ एकदमै धेरै भिड छ होइन कन्भोकेसन सेरेमनी यहीँ रहेछ यसरी फोटो हुँदैछ यहाँनिर चाहिँ अनि यस्तो भिड छ यहाँ हामी सफारीमा आएको हामीलाई चाहिँ इन्ट्री भएन भित्र छिर्नलाई गाडीमा आउनेहरू चाहिँ सब भित्र छिर्दैछन् यो न्याय भएन हाम्रो लागि यो इनइक्वालिटी भयो डिस्क्रिमिनेसन भयो यो यस्तो पाराले भएन ल हाम्रो यहाँ पुलिस अङ्कलहरू पनि हुनुहुन्छ ल दुईवटा स्टारवाला पनि हुनुहुँदो रहेछ खुकुरीवाला पनि हुनुहुँदो रहेछ मेरो बाबा पनि यही हुँदैछ हो गाइस मलाई छिर्न दिएर भनेको बाबालाई चाहिँ बोलाउँछु हेर्न सक्नुहुन्छ How are you feeling, bro? I'm feeling well. मेरो चाहिँ 1 वर्ष लेट हुने भयो नत्र हामीसँगै ग्रेजुएट त्यही मात्रै दुःख लाग्छ अरू त सबै त्यही छ खुसी नै छु गाइज हामी चाहिँ हिँड्दा धेरै टाढा हिँडिसक्यौँ होइन र्याली जस्तै भइरहेछ यहाँ र्यालीमा त त्यही पनि बिचमा यसो पानीहरू राखिदिरहेको हुन्छ जुसहरू राखिदिरहेको हुन्छ यहाँ त केही पनि छैन हामी यतिकै हिँडेको मात्रै छौँ आइपुगेकै छैन गाइज यो गर्मीले गर्दाखेरि नि आमा छोरी भन्दा आमा मभन्दा राम्रो हो एकदम राम्रो देखिरहेको छ यस्तो घामले गर्दाखेरि नि अलिअलि धेरै त होइन अलिअलि लगाएको क्रिम पनि यो घामले बगाएर लग्न आँटिसक्यो हामी त उहाँ कलेज पुग्दाखेरि कस्तो भइसक्छ आयो हामी चाहिँ यसरी घाममा जाने यत्रो हिँड्दा होइन अनि उता चाहिँ त्यस्तो त गाइज म चाहिँ अब प्रधानमन्त्रीको उम्मेदवारको लागि उठ्ने सोचिरहेको छु होइन मलाई हजुरहरू सबैको भोट चाहिन्छ त्यसको लागि पहिला सुरुमा मेरो च्यानललाई लाइक सब्सक्राइब कमेन्ट सेयर गर्नु होइन अनि त्यसपछि चाहिँ म हेर्छु मेरो कति सब्सक्राइबर भयो कति जति चाहिँ भोट आउने रहेछ भनेर अनि त्यो अनुसारले म कतिको कन्फिडेन्ट छु भनेर अनि चाहिँ म उठ्नेवाला छु है गाइज हाम्रो यहाँ के विवाह पनि आइसक्नु भएको छ उफ यो त तर साँच्चै एक्सपेक्टेसन भर्सेस रियालिटी नै हुँदो रहेछ होइन यस्तो छ गाइजहरू हेर्नुहोस् यहाँ माछा बजार हो यो धेरै किसिमको माछाहरू छन् यहाँ हो त आउनुभयो हाम्रो केपीबा वाह यतै हेर्नुभयो है ल हेरिहाल्नु भयो है यतै हेर्नुभयो है केपीबा हो हाम्रो केपीबा ओहो यहाँ क्यामेरामा हेरी ए आउनुभयो हाम्रो केपीबा हेर्नु पो भयो त भित्र यो पाराले भएन है हामीलाई धेरै झुकाइसक्यो अब केपीबा भनेर अर्को मान्छे देखाइरहेको छ नभए बाको झलक देखिन सकि सूचना जसमीको साथीहरू हराएको सूचना साथी खोज्दा यहाँ दिन देख्न हाटिसक्यो फोटो पनि खिचेको गाइजहरू हाम्रो साथीहरू भेटेन होइन हराए यहाँनिर सबैजना एकअर्कालाई खोज्दै बसिरहेछन् हामी पनि हाम्रो साथीहरूलाई खोजेको भेटिनौँ अब हामी कुना पक्रेर फोटो खिचेर बस्छौँ घर जान्छौँ अहिले के सुन न साथीहरू यो भ्लग हेर्दैछौ भरे छिटो आइहाल अरे क्या लाइभ
ओके गाइज बाई बाई हाम्रो बिजोग भयो गाइज बिजोग भएन हामीले फोटो खिचिसक्यो साथीहरू अहिलेसम्म पनि भेटेन यसको लास्टमा गएर म मात्रै भएँ ल गाइजहरू हेर त्यही भएर देख्यौ साथीहरू धेरै साथीहरू बनाउनु हुँदैन क्या एउटा साथी बनाउनु पर्छ तस्बिरमा होइन तकलिफमा साथ दिने साथीहरू ल है गाइज स्टे ट्युन थ्याङ्क यू फर वाचिङ म मात्रै शान्त भएर बसिरहेको छु बाँकी सबजना कोही कसलाई खोजिरहेछ कोही कसलाई खोजिरहेछ कोही लुगा खोजिरहेछ कोही आफ्नो मान्छे खोजिरहेछ भाइ तिमीलाई के मन पर्यो से क्या हो गए देखते देखते कस्तो फिल भयो त आन्टी तपाईँलाई आज छोरीको कन्भोकेसनमा आएर छोरी मात्र हो एउटा छोरा त नालायक परिहाल्यो दाजु भनेको यसले भनिदिइहाल्यो त्यही भन्नु आफ्नो कि त अब के भन्दा खुसी लाग्यो अनि छोरीले टोपी पनि लगाइदिई टोपी मात्रै लगाइदिई अरू त के छ हामीले दिनु पाएनौँ के भन्छ बुके सुके किनेनौँ त्यही हो अब पछि बिहामा दिन्छौँ ल ल तपाईँलाई चाहिँ कस्तो फिल भयो भनेर तँलाई चाहिँ कस्तो फिल भयो मैले आज एकदम राम्रो फिल भयो धेरै ग्रेजुएटेड बिङ ओके तपाईँलाई कसले घर जान्छ